आज हामी बुझ्नेछौँ किन थाई नागरिकहरू बन्धकबाट छिट्टै मुक्त भए तर नेपाली बन्धकलाई त्यति प्राथमिकता दिइएको थिएन। हामी तुलना गर्नेछौँ। सबभन्दा पहिले कुरा गरौँ पर्यटनको। थाइल्यान्ड विश्वकै प्रसिद्ध पर्यटन गन्तव्य हो। थाइल्यान्डमा लाखौँ विदेशी पर्यटक आउँछन् जसले विश्व मिडियामा निरन्तर दृश्यता दिन्छ। बैङ्कक, फुकेट, चिङ्गाई, फिफी, कोह, सामुई जस्ता ठाउँहरू बारम्बार मिडियामा देखिन्छन्। ट्राभल सो, युट्युब भिडियो, डकुमेन्ट्रीहरू थाइल्यान्डलाई सधैँ प्रष्ट देखाउँछन्। नेपालमा प्राय साहसिक ट्रेकिङ पर्यटक मात्र आउँछन्। वार्षिक सङ्ख्या सीमित, लगभग 1 लाख। कम दृश्यता, त्यसको मतलब कम प्राथमिकता। मनोरञ्जन उद्योगले पनि ठूलो भूमिका खेल्छ। थाइल्यान्डमा चलचित्र, सङ्गीत र सोसल मिडियाले विश्वव्यापी प्रभाव पाउँछन्। थाई फिल्म र सङ्गीतले पनि विश्वभर ध्यान खिच्छ। ओङ बाग जस्ता चलचित्रले फिल्म महोत्सवमा नाम कमाए। थाई पप सङ्गीत र टिभी सोहरू अनलाइन हिट हुन्छन्। नेपालको चलचित्र र सङ्गीत मुख्यतः घरेलु छन्। अन्तर्राष्ट्रिय ध्यान कम छ। थाई संस्कृति विश्वभरि फैलिएको छ, नेपाल अझै सीमित छ। अन्तर्राष्ट्रिय समाचारमा नेपाल प्राय अवधि सूचक रूपमा मात्र देखिन्छ। प्राकृतिक प्रकोप, राजनैतिक अस्थिरता वा पर्वतारोहण दुर्घटना। थाइल्यान्डका घटना, पर्यटक सुरक्षा र मनोरञ्जन प्राय निरन्तर समाचारमा आउँछन्। निरन्तर कभर मतलब विश्वले प्राथमिकता दिन्छ। थाइल्यान्ड राजनीतिक विरोध, कु, बाढी, सुनामी जस्ता घटनाका कारण पनि समाचारमा छ। यस्तो कभरेजले देशलाई विश्वसामु देखिने बनाउँछ। कूटनीतिक प्रभाव पनि महत्त्वपूर्ण छ। थाइल्यान्ड तटस्थ र सम्मानित छ। विश्वले उनीहरूलाई मध्यस्थको रूपमा विश्वास गर्छ। थाइल्यान्ड शान्त र मित्रवत देश हो। जब थाई नागरिक विदेशमा संलग्न हुन्छन्, जस्तै हमास बन्धक घटना, समाचार तुरुन्तै आउँछ। नेपाल मुख्यतः क्षेत्रीय सम्बन्ध भारत, चीनमा सीमित छ र अन्तर्राष्ट्रिय सङ्कटमा भूमिका कम छ। मध्यस्थ देशहरूलाई प्राथमिकता दिइन्छ। सांस्कृतिक निर्यात पनि ठूलो भूमिका खेल्छ। थाई खाना, पर्व, कला विश्वभर प्रचारित हुन्छन्। नेपाल संस्कृतिमा धनी छ तर अन्तर्राष्ट्रिय मार्केटिङ कम छ। कम सांस्कृतिक दृश्यता, त्यसको मतलब कम विश्व प्राथमिकता। यी सबै कारणले गर्दा हमास जस्ता समूहले थाई नागरिकलाई प्राथमिकता दिन्छन् र नेपालीलाई कम प्राथमिकता दिन्छन्। सारांशमा पर्यटन, मनोरञ्जन, समाचार, कूटनीति र सांस्कृतिक दृश्यता यी सबै तत्त्वहरूले अन्तर्राष्ट्रिय प्राथमिकता निर्धारण गर्छ। नेपाल धनी संस्कृति भएको भए पनि विश्वमा दृश्यता कम भएकाले तत्काल प्राथमिकता पाउँदैन। यदि तपाईलाई यो भिडियो उपयोगी लाग्यो भने लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। अर्को भिडियोमा भेटौँला। धन्यवाद।